हेलो गुड आफ्टरनुन। आज फेरि पनि मेरो भिडियोमा तपाईहरु सबैजनालाई स्वागत छ। अनि आज फेरि हामी म र ममतान्ती चाहिँ जंगल जाँदैछ हो। मल खोज्न जाँदैछ। आज चाहिँ हामी मलको लागि जाँदैछ जंगल हो। हातमा सिक्कल धार पनि छैन अरे, तर लाग्ने छ अरे भन्नुहुँदै थियो मम्मीले हो। यहाँ ममतान्ती पनि मलको लागि के भन्छ त्यसलाई बोरा अनि सिक्कल बोक्नु भएको छ। अनि मेरो हातमा पनि सिक्कल छ हो। मेरो पछाडि ब्याग छ है, ब्याग छ, ब्यागको चेनै छैन हो। ब्याग भित्र चाहिँ अलिक जंगलमा चाहिँ भोक लाग्छ नि त हैन। अन्त पानी छ, खानेकुराहरू छ, चिप्सहरू छ, मटरहरू छ हो। अनि यहाँ हेर्नुस् त, तपाईहरुले देख्नुहुँदैछ यहाँ ठुलो बडे। यो त मैले फर्स्ट टाइम देख्दैछु आज। हाम्रो गाउँ भयो हैन, हाम्रो गाउँमा चाहिँ यस्तो ठुलो ट्याङ्की बनेको छ भनेर चाहिँ मैले देखेको पनि थिइनँ। ठुलो बनेको रहेछ है ट्याङ्की चाहिँ, पानीको ट्याङ्की। घरमा साह्रै अल्छी लगेर चाहिँ ममतान्तीले ठिक्कै कल गर्नुभयो हो मलाई, जान्छस् जंगल के गर्नु मल खोज्नु जाउँ भनेर। अन्त मैले पनि जाउँ न त, घरमा बसेर के गर्नु, निन्द्रा लाग्छ सुत्नु पर्छ त हो भनेर चाहिँ, टाइम पास पनि हुन्छ भनेर चाहिँ आन्टीलाई लिएर चाहिँ हामी जंगल गएको छ। यहाँ चाहिँ यो जग्गाबाट चाहिँ हामीले सबै गाउँकोहरूले चाहिँ तलसम्म पर बोटको मान्छेहरूदेखि लिएर सबै मान्छेहरूले चाहिँ यहाँबाट चाहिँ पानी तान्छ। यहाँको पानी चाहिँ खान्छ, पिउने पानी चाहिँ यहाँबाट तान्छ। हाम्रो यो सबै यहाँ माथिबाट पाइपहरू पनि देख्नु हुँदै होला, सबै पानीको यो यसबाट लान्छ सबै, माथि छ हो। यहाँ छ पानीको, यो चाहिँ बोटको हो। त्यो ठुलो ट्याङ्की त्यो अस्ति हामीलाई धाराहरू बनाइदिएको थियो नि, त्यसकै होला है। यो चाहिँ साह्रै उकालो छ हो, उकालो घरदेखि उकालो हो नि त। माथि देख्नुहुँदैछ ऊ माथि डाँडामा हो, त्यहाँ माथि चाहिँ मन्दिर हो हाम्रो, देवी मन्दिर। यहाँ जग्गाबाट पनि हामीले पहिला पनि मल लगेकै हो, जंगली मल भन्छ हो। यो मल चाहिँ फुलमा लगाउनु चाहिँ एकदमै दामी हुन्छ अरे। अन्त गाईको मल, बाख्राको मलहरू भन्दा चाहिँ दामी चाहिँ यो जंगलको मल अरे नि त। एकदम हल्का हुन्छ अरे, कडा हुँदैन अरे नि त हो। अन्त चाहिँ हामी सबैजनाले यो टाइममा चाहिँ फुलको लागि चाहिँ मल खोज्नु लागि चाहिँ नि जंगल आउँछ। ममतान्तीले फाड्नु हुँदैछ, फाडेर चाहिँ मल निकाल्छ हो। अन्त सबै हामीले यहाँ माथि लु मैले टोपी पनि लगाएँ हो। टोपी चाहिँ किन लगाएको भन्दाखेरि चाहिँ ज्यासहरू चाहिँ टाउकोभित्र पस्दैन नि त। अघि भर्खर टाउको नुहाइरहेको होइन, त्यही भएर चाहिँ ज्यासहरू पस्छ भनेर चाहिँ टोपी लगाएको। यहाँ आन्टीले पनि टाउकोमा चुन्नी बेर्नु भयो। अब चाहिँ म चाहिँ यो फाड्ने। अब चाहिँ यहाँ ममतान्तीले मल निकाल्नु हुँदैछ है, स्टार्ट गर्यो हो। स्टार्ट गर्दैछ मल चाहिँ यसरी निकाल्छ नि त। आया बिचारी बसेको त कस्तो अगाडि पो त्यो ढुङ्गामा टोकेर पन्जानी ल्याएन हो। आन्टीले यहाँ मल
यो जग्गाबाट निस्केको मल चाहिँ यति भयो मेरो। अहिले यति थुपारिसक्यो। यो सबै मल ठुल्ठुलो छ हो। मसिनो चाहिँ अलिक नलाने, यो चाहिँ पछिको लागि लगेको। 1-2 दिन बादमा चाहिँ अब अलिक मिन परेको हुन्छ नि यस्तो। यहाँनिर छ है, यहाँनिर छ, यस्तो लानुपर्छ हो। अहिले चाहिँ यही पत्कर लानुपर्छ। मलहरू यस्तो चिल्लो पारेछ आन्टीले त, चिल्लो पारेछ, चिल्लो खडेटोरे बढाएको जस्तै पारेछ हातले। हात हेरौँ न, झन्डै लडे। मेरो चाहिँ माथि छ, यो पनि छ है, यो पनि छ, माथि छ। या आन्टी चाहिँ हालत त्यस्तो भइरहेको छ त, हेर्नु त आन्टीको हालत। यहीँ मल यस्तो कस्तो थियो अघि देख्नु भयो होला नि तपाईँहरूले। यहाँनिर कस्तो चाहिँ थियो होला, यहाँनिर कस्तो गाडी थियो, अहिले यहाँ कस्तो चिल्लो भइरहेको छ। आम्मामामा, यहाँ थुप्रेको छ, यहाँ छ, यहाँ छ, ए हो उतापट्टि पनि छ हो। अब चाहिँ सबै मलहरू सोरेर चाहिँ यहाँनिर बोरामा हाल्दैछ आन्टीले, मेरो नै हालिदिनु हुँदैछ। यो चाहिँ मेरो हो। अन्त यहाँ पनि छ, आन्टीले हालेको छैन, आन्टीको पनि हाल्नु बाँकी छ। मेरो चाहिँ बारी पुगिसकेको छ हो, बोरामा हालिसकेको छु। अब चाहिँ यो प्याकेटमा पनि मैले हालेको छु हो। यसमा चाहिँ एकदम मिन हुन्छ नि, मिन मल मिन, त्यो चाहिँ भर्खर अब त्यो पत्करको चाहिँ, यो पत्कर भएको चाहिँ अलिक पछिको लागि, अर्को वर्षको लागि चाहिँ लगेको। यो मिन चाहिँ अब अहिले गमलातिर फुलहरूमा कतिवटा आधी भइरहेको छ, त्यसको लागि चाहिँ लगेको मैले। यो यति दामी भइरहेको छ, तपाईँहरू पनि आएर लानुहोस् है। यति दामी छ यहाँनिर। कति यस्तो बलुवासँग मिक्स भएकोहरू पनि छ, माटोसँग। अन्त यहाँ बाटोतिर पनि छ मल। कति लान्छ म अहिले भर्छु, यहाँ आन्टीले भर्नु हुँदैछ होइन, यहाँ भर्नु हुँदैछ, आन्टीलाई हेल्प गर्नुपर्छ। आम्मामा कम त थुपारेको छैन, यहाँ पुरा छ। तपाईँहरू कतिजनाले त अब किन्छ होला मलहरू है, त्यस्तै पैसा किन खर्च गरिरहनु। पैसा जोगाउनु मन छ भने चाहिँ यसरी जङ्गल आएर चाहिँ खोज्नुपर्छ होइन हौ आन्टी। यही भइहाल्यो नि त दामी। यहाँदेखि दामी मल चाहिँ कस्तो चाहियो है, कस्तो चाहियो है, कस्तो चाहिँ चाहियो। हामी चाहिँ यसरी खोज्छ है जङ्गल आएर। अब प्लान्ट लभरहरू चाहिँ जङ्गल आउँछ है। अब हामी त प्लान्ट लभरहरू हो, फुलहरू एकदमै मनपर्छ रोप्नु लागि होइन। प्लान्टहरू मनपर्छ, फुलहरू मनपर्छ, त्यसको लागि चाहिँ हामी यहाँको। मन नपर्ने, इच्छा नहुनेहरू चाहिँ अब नहुँदा हुन्छ, तर हामीलाई चाहिँ साह्रै मनपर्छ एकदम फुल रोप्नु। मलाई त झन् पुरा मनपर्छ फुल रोप्नु हो। जङ्गलमा आएर रमाइलो पनि गरिन्छ, यस्तो खोजिन्छ पनि, रमाइलो नि हुन्छ। खानेकुराहरू ल्याएको छ, माथि ब्यागमा छ। ब्यागै कहाँ छ त अब, माथि ऊ ब्याग। यहाँ आन्टीले कस्तो दामी मल खोजेको छ। म त खोज्नु पनि जान्दिनँ हो, मेरो त कस्तो कस्तो भएको छ जस्तो छ। तर पनि बोरामा चाहिँ भराएको छु, यस्तै भए पनि। यो चाहिँ माथिबाट अलिक मिन छ, मुनि चाहिँ अलिक पत्ता छ हो। मेरो चाहिँ भारी पुगिसक्यो, अब चाहिँ आन्टीको हाल्ने।
अब चाहिँ आन्टीको हाल्ने हामी। अन्त यहाँ अलिक उयोहरू रहेछ लामो सिन्का रहेछ, तिनीहरू चाहिँ छान्दै हामी चाहिँ पत्करहरू मात्रै पत्ताहरू मात्रै हाल्दैछ। सिन्का त कुहिनु साह्रो पर्छ नि त, त्यही भएर चाहिँ हाल्दैन अहिले। अनि यहाँ त्यसै कोप्टेकोले हत्तु भयो। हामीले चाहिँ सबै भरिसक्यो, दुईजनाको भारी हो। टकटक लगाइसक्यो, यहाँ माथि राखिरहेको छ। अब चाहिँ हामी हातहरू पखालेर चाहिँ हात धोएर चाहिँ यहाँ यो खाने हुन्छ। ल है साथीभाइ हो, हामी चाहिँ अब चाहिँ यहाँ बसेर चाहिँ भारी पुगेर खाने हो, मटरहरू खाने हो, चिप्स यो ल्याएको छ हो। अन्त मटर यो त्यो सोया स्टिक अरे, अनि यहाँ के अकबरी हो, अकबरी छ, यो छ। अन्त ब्यागमा मटर छ हो। अब चाहिँ हामी बसेर खाने हो जङ्गलमा। पानी नि एक बोतल ल्याएको छ। कोक भन्न कोक ल्याएको भए हुँदैछ है भोलि ल। हो जङ्गल आउनु यति मजा पाउँछ त। मिठाई नि खानुपर्छ, दाउराहरू पनि खोज्नुपर्छ, निङ्रो पनि खोज्नुपर्छ जङ्गल आएर हो। यस्तो मलहरू पनि खोज्नुपर्छ। जङ्गलमा सबै कुरा पाउँछ, सबै कुरा। किङ कोब्रा किङ कोब्रा हात्तीहरू त आउँदैन नि आउँबो है। हात्ती त उता साइड खोला साइड पुरा आएको छ अरे हो। बच्चाहरू नि छ दुईटा। साँपहरू ठुल्ठुलो साँपहरू आउँछ नि यहाँनिर। बाँदरहरू हुन्छ, बनेलहरू हुन्छ है, बनेल। अघि हामीलाई बडाले के रे खान्छ भन्दै थियो नि, चितुवा अरे। चितुवा आउँछ त्यसै भन्दै थियो। चितुवा आउँछ अरे, चितुवाले खान्छ भन्दै थियो। हामी मल खोज्नु गएको भन्दै थियो कि बडाले चाहिँ पुरा खोज्नुहुन्छ नि त कि हामीले सबै लान्छ भनेर होला है। सब मिक्स गरेको छ हो। दामी भइसक्यो, भोलि नै यस्तो लानुपर्छ ल। आज ममता आन्टीले ल्याएको पैसा नि दिएको छैन। कोक कस्तो मिठो हुन्छ, जङ्गलमा ल्याएर खानु चाहिँ मजा अर्कै हुन्छ है। घरमा त कस्तो मिठो हुँदैन। खोलातिर पिकनिक खानु अर्कै हुन्छ टेस्ट। जङ्गलमा नि भुटेको भात ल्याए नि मिठो हुन्छ होइन। पहिला हामी जङ्गल जाँदा झन् उयो लान्थ्यो, कोदोको रोटी होइन, अचार बोकेर जान्थ्यो। मिठो हुन्थ्यो, खोसामार हुन्थ्यो। अन्त नुनको चिया बोकेर जान्थ्यो होइन, खोसामार हुन्थ्यो हामी। त्यही घरमा खायो भने मिठो हुँदैन है। मिठो हुँदैन, घरमा चाहिँ त्यही फ्याक्का। सबै कुरा खाइसकिहाल्यो, अब यो चाहिँ किन छोड्नु है। यो पनि खोलेर चाहिँ खाँदैछु अब खाने। ए हेर्नु न, तपाईँको क्वेसन क्यान्सर दिएन भनेर। भारी भयो भारी हो मेरो त झन्। यो मल मिन भएको मल पनि हालेँ। लोभ लाग्यो साह्रै, अझै छ यहाँनिर पुरा। लोभ लागेर चाहिँ मलाई माया लागेर चाहिँ छोडेर यो पनि लगेँ मैले हो। बनाइदिँदैछ आन्टीले। रात पनि पर्यो, झमक्क भयो, 5 बजिसक्यो हो। हामी जङ्गलमै छ, खाँदा ओर्दा त्यतिकै भइहाल्यो हो। अब चाहिँ हामी घर जाँदैछ है साथीभाइ हो। यी ढाड पछाडि ढाडमा भारी बोकेर पछाडि ममता आन्टी आउँदैछ हो। ल साथीभाइ हो, आजको लागि चाहिँ यति नै हो भिडियो। थ्याङ्क्स फर वाचिङ, बाई बाई।